कैयौं वर्ष सारा हामीहरूले लडेर हामीहरूले चाहिँ माने चाहिँ ल्याएको व्यवस्थामा अहिले चाहिँ माने चाहिँ पहिलाका पञ्चायती व्यवस्थामा राजासित चाहिँ मिलेर हात जोडेका व्यक्तिहरूले आएर फेरि राजा ल्याउँछन् भन्नु कुरा यो नचाहिँदो कुरा गरेका छन्। यो कुरा कहिले पनि टिक्ने छैन। मेरो 90 वर्षको उमेर हो। मैले पनि विचार गर्दै आएको छु। राणा शासन पनि बेहोरेको हो। पञ्चायती व्यवस्थालाई पनि मैले हेरेको हो। अहिलेको व्यवस्था मानिस नराम्रो राम्रो भन्ने चिन्ता जनताले चिन्ने हो, जनताले ल्याउने हो। गणतन्त्र कहिल्यै जान्न। मानिसलाई सुन्ने जनताको अधिकार हो। हाम्रो व्यवस्था हामीहरूको यही छ। अब हिजो राजाको माने चाहिँ चल्ती चलनमा राजाले चलाउँदाखेरि पनि जनताले चाहिँ पेटभरि चाहिँ खान पाएका थिएनन्। पेटभरि लाउन पाएका पनि थिए, लाउन राम्रो पनि पाएका थिएनन्। खादीको गादो पारेर बोराका चाहिँ भोटा लाएर खान भोकै बसेर पनि 10 दिनका बाटोमा नुन बोकेर खाएर जनता हिँडेका हुन्, दुःख पाएका हुन्। आज दैलामा पानी ल्याएको छ बहुजन व्यवस्थाले। दैला बत्ती बालिदिएको छ। दैला चाहिँ सबैलाई चाहिँ माने चाहिँ विदेशको रासन ल्याएर खुवाएको छ। पढाउने चिजलाई चाहिँ डाक्टर इन्जिनियर बनाइसकेको छ। देशले गर्ने काम गर्दैछ। नराम्रा व्यक्तिलाई चुनेर फाल्न जनताको अधिकार हो। गणतन्त्र देशलाई भलो छ। यही चाहिन्छ। गणतन्त्र चाहिन्छ। गणतन्त्र नभइकन देश चल्दैन। उन्नत व्यवस्था हो। जनपछि जन सुदृढ हुने व्यवस्था हो। यसलाई बनाउँदै लानुपर्छ। सबै बुझ्दै जानुपर्छ। यही हो। अर्का देशको देखासिक गरेर हुन्न। आफ्ना देशमा चाहिँ वस्तुहरू पाल्नलाई, आफ्ना देशमा खेतीपाती गर्नलाई, आफ्ना देशमा चाहिँ माने बोट वृक्ष लाउनलाई, सबै चिज खानलाई आफ्ना देशको आफ्ना भरले टेक्न पर्छ। यहाँका जनताले अर्काको हेरेर मात्रै हुँदैन र गणतन्त्र राम्रो हो। यसलाई अझै उन्नत बनाउँदै लैजानु पर्छ। उन्नतिको बेलामा उन्नततिर लानुपर्छ। औतेलालाई चाहिँ निकाल्नु पर्छ। त्यसको विरोध मात्रै होइन, औतेला व्यक्तिलाई चुनेर यसले यति नराम्रा काम गरौँ भनेर सच्चाइ गरेर उसलाई चाहिँ लिखितमा ल्याएर देखाएर उसलाई निकालेर राम्रा व्यक्तिहरूलाई चुनेर त्यस ठाउँमा लानुपर्छ। गणतन्त्रको काम यही हो।